नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मुख्य समाचारबाट। राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता हुँदै आजै अन्तिम नामावली प्रकाशित गरिने। प्रधानमन्त्री ओलीलाई 2/3 बहुमतले विश्वासको मत प्राप्त, 268 मा 208 मत प्राप्त गर्न सफल, विपक्षमा 60 मत। मधेस केन्द्रीय दलबाट पनि एमालेलाई विश्वासको मत, ऋण चुक्ता गरेको भनाई। 10 दिनभित्र एडीबीको निर्माण अवरोध, बनेका घर खाली नगरिए डोजर लगाउने जनकपुर मेयरको चेतावनी। र सरकारले पाक विद्रोही समूहका पूर्व लडाकुसँग सहमति गरेपछि कोलम्बियामा पहिलो संसदीय चुनाव। अब समाचार विस्तारमा। राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद भवन नयाँ बानेश्वर बिहान 10 बजेदेखि 1 बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको छ। उम्मेदवारीमाथिको दाबी विरोधपछि दिउँसो 1:30 बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो। आउँदो फागुन 30 गते राष्ट्रिय सभा अध्यक्षको चुनाव हुँदैछ। प्रमुख सत्तारूढ दल एमाले र मधेसवादी बीच भएको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको छ। राष्ट्रिय सभाको अध्यक्षताका लागि एमालेबाट परशुराम मेधी गुरुङ, गणेश तिमल सिन्हा, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवर लगायतको नाम चर्चामा छ। यसमा गुरुङ र तिमल सिन्हा मध्ये प्रमुख दावेदार रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दियोस् भन्ने प्रस्ताव 2/3 बहुमतले पारित भएको हो। कुल 268 मत खसेकोमा प्रस्तावको पक्षमा 208 मत परेको थियो भने विपक्षमा 60 मत मात्रै प्राप्त भयो। प्रधानमन्त्रीलाई विश्वासको मत दियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गर्नुभयो। प्रस्तावको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल संघीय समाजवादी फोरम, नेपाल राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मतदान गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत 2 गते अपराह्न 1 बजे बोलाइएको छ। राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ। पार्टीको सांसद महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताउनु भएको थियो। आइतबार प्रधानमन्त्रीलाई विश्वासको मत दिन बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यथास्थितिमा सरकारमा भने नजाने पनि स्पष्ट पार्नुभयो। सांसद यादवले संविधान संशोधन गर्ने आफूहरूको माग सम्बोधन गरे सरकारमा सहभागी हुन सक्ने पार्टीको धारणा पनि राख्नुभयो। उहाँले सर्वदलीय बैठक बोलाएर मुलुकलाई अघि बढाउने साझा एजेन्डा तय गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो। सम्माननीय सभामुख महोदय, माननीय सभामुखज्यू सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। माननीय सभामुखज्यूको कार्यकाल पुरै सफलता साथ मिलोस्, म विशेष शुभकामना दिन चाहन्छु। सम्माननीय सभामुख महोदय, आज स्वाभाविक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको यो पहिलो संसदमा सामान्य प्रधानमन्त्रीजीले विश्वासको मत माग्नु भएको छ। मलाई के लाग्थ्यो भने सामान्य प्रधानमन्त्रीजीले जसरी चुनावमा मत माग्नु भएको थियो आफ्नो पार्टीको लागि, त्यसै प्रकारले राष्ट्रिय जनता पार्टी नेपालले पनि मधेसी थारू, आदिवासी जनजाति, थारू, मुस्लिम को पहिचान र अधिकारको लागि मत मागेको हो र त्यही आधारमा राष्ट्रिय जनता पार्टी आएको हो। र मलाई के विश्वास थियो भने सामान्य प्रधानमन्त्रीजीले यो संविधानको मुद्दाहरू, संविधान संशोधनका विषयहरूको केही बोल्नुहुन्छ भने मलाई बडा आशा लागेको थियो, तर उहाँले बोल्नु भएन। तर पनि नेपाल एउटा राजनीतिक अविश्वासको वातावरणमा निर्माण भएको छ। हामी के चाहन्छौँ भने यो अविश्वासको वातावरण र यो देशमा धेरै लिखित प्रतिबद्धताहरू भए, धेरै सहमतिहरू भए र कुनै कार्यान्वयन हुन सकेन।
त्यसकारणले एउटा नयाँ विश्वासको वातावरण बनोस्। त्यो वातावरण बनाउनको लागि स्वाभाविक रूपमा राष्ट्रिय जनता पार्टी नेपालले उठाएका मुद्दाहरू र नेपाली जनताले सदियोंदेखि संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने त्याग र बलिदानको आधारमा त्यो चाहना पूरा हुन सकेन। त्यसकारण अहिले पनि यो संविधान जुन बनेको छ ती संविधानका केही मुद्दाहरू केही मागहरू त्यसै भित्रमा विगतमा दुईटा दलले नेपाली कांग्रेस संसदीय वाम गठबन्धनले प्रदेश 2 मा सरकारसँग सहकार्य गरेकाले आफूहरूले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको पनि स्पष्ट पार्नुभयो। उहाँले सिंगै देशलाई एक ढिक्का बनाएर लैजान पनि प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो। अब समाचारमा विश्रामपछि ब्राउन सुँगुर सहित दाङमा 3 जना पक्राउ, अनुसन्धान जारी। दस दिनभित्र एडीबीको निर्माण अवरोध बनेका घर खाली नगरिए डोजर लगाउने जनकपुर मेयरको चेतावनी। र सरकारले पाक विद्रोही समूहका पूर्व लडाकुसँग सहमति गरेपछि कोलम्बियामा पहिलो संसदीय चुनाव सम्पन्न। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। लागु औषध ब्राउन सुगर सहित प्रहरीले दाङमा 3 जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर 14 का 19 वर्षीय मधुसूदन भुज, वडा नम्बर 13 का 22 वर्ष धनबहादुर घरती मगर र सोही ठाउँ निवासी 21 वर्षीय खिम बहादुर पुनलाई अवैध लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो। प्रहरी टोलीले उनीहरूको शरीर खान तलासी गर्दा भुजको साथबाट 1 ग्राम 170 मिलिग्राम, मगरको साथबाट 570 मिलिग्राम र पुनको साथबाट 500 मिलिग्राम गरी 2 ग्राम 240 मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई घोराही उपमहानगरपालिका वडा नम्बर 18 रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। विद्युत हकिङ गरेको आरोपमा सप्तरीमा 1 दर्जन भन्दा बढी पक्राउ परेका छन्। पछिल्लो पटक बढ्दो विद्युत हकिङलाई नियन्त्रण गर्ने चलाइएको अभियानमा 1 दर्जन विद्युत हुकिङ गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरण तथा प्रहरीको टोलीले सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट 1 दर्जन विद्युत हुकिङ गर्नेहरूलाई पक्राउ गरेको प्राधिकरणले जनाएको छ। पक्राउ परेकालाई विद्युत चोरी ऐन अन्तर्गत जरिवाना लिई छाडिने प्राधिकरणले जनाएको छ। साउन महिनादेखि अहिलेसम्म सप्तरीको विभिन्न स्थानबाट 242 जना पक्राउ गरी जरिवाना बापत 17,27,281 रुपैयाँ असुल गरेको प्राधिकरणले जनाएको छ। रूपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै 1 जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका 10 बस्ने 12 वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडीभित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका 24 वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बगैँचाभित्र फूल टिप्न लागेको बेला रसिदले बलात्कारको प्रयास गरेपछि प्रहरीले उद्धार गरेको थियो। पक्राउ परेका रसिद कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा रहेको इटा उद्योग मजदुर रहेको प्रहरीले जनाएको छ। अब फेरि समाचारमा विश्रामपछि 10 दिनभित्र एडीबीको निर्माण अवरोध बनेका घर खाली नगरिए डोजर लगाउने जनकपुर मेयरको चेतावनी। र सरकारले पाक विद्रोही समूहका पूर्व लडाकुसँग सहमति गरेपछि कोलम्बियामा पहिलो संसदीय चुनाव सम्पन्न। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर शाहले 10 दिनभित्र एडीबी निर्माणमा अवरोध बनेका घर टहराहरू खाली नगरिए डोजर लगाउने चेतावनी दिएका छन्। जनकपुर धामको व्यस्त बजार भानुचोकदेखि जनकचोक र शिवचोकदेखि कदमचोकसम्मको रुटमा अवरोध
का बनेका त्यस्ता घर र पर्खालहरूका कारण आयोजना धरापमा पार्न जाने खतरा रहेको भन्दै मेयर शाहले अबको 10 दिनमा समेत त्यस्ता अवरोधहरू नहटाए उपनगरपालिका चुप लागेर नबस्ने चेतावनी दिएका छन्। हमरा सबके आप जैसी चूंकि प्रोजेक्ट धराप में पड़ रहा है और रिक्वेस्ट आग्रह के बावजूद भी लोग नहीं बुझे के तैयार छथिन, तो हमरा सबके जो मापदंड अनुसार जो काज करऽ के छै, जो प्रोजेक्ट के स्वीकृति छै तकर पर काज करऽ के छै, तन जनकपुर धाम उपमहानगरपालिका ओहि दिशा में आप आगू बढ़ते और हम सब आग्रह करबेन आम लोग के जे मतलब अपन अपन मतलब साइट जैसे क्लियर समय पर जैसे कह देथिन तो बढ़िया रहते, अन्यथा मतलब जैसे नगरपालिका के आगा जैसे अहाँके कदम चालऽ पड़ती, विकास निर्माण के काज के नहीं रोकल जा सकै छै। और चूंकि विकास के गति और बढ़ाबऽ के है तहु कारण से आप विलम्ब कनाइ से हमरा सबके लेल उपमहानगरपालिका के ठहर छै। और उपमहानगरपालिका मात्र नहीं हमरा सबके जे प्रोजेक्ट जहाँ से हमरा सबके प्राप्त हुई छै उस सारा के सारा टीम जे छै से एहिठाम के अखन एकबद्ध छै। ते कारण से मतलब हमरा सबके आग्रह है अपने सबके माध्यम से अखन जे जहाँ जहाँ जिनकर मतलब इसी से मापदंड अखन के जे छै प्रोजेक्ट के जे काज हो रहल छै ओहि में जे जतऽ रहि गेल छै क्लियरेंस करऽ में सब गोटे सहयोग करथिन, ताकि मतलब इसी से 3 महीना के भीतर भीतर में हमर सबके टारगेट है जे 9.5 किलोमीटर वाला पिच जे मूल सड़क सब डिस्टर्ब हो गेल छै, धूला लोग के खाए पड़ि रहल छै, पानी पड़ जेतै तकर बाद जे खंडहर के रूप में परिणत भ जेतै। एहि बात के महसूस करैत हमरा सबके जनकपुरको एकदमै व्यस्त सडक खण्ड शिवचोकदेखि भानुचोकसम्म ढल निकासका लागि बाटो खनिएको र सडक निर्माणको काम अगाडि बढ्न नसकेकाले त्यस क्षेत्रमा पसले र यात्रुहरू धुलो धुवाले परेशान हुने गरेका छन्। त्यस सडक खण्डका केही घर र पर्खालहरू तोड्न बाँकी रहेकाले सडक निर्माणको काम सुस्त भएको छ। हमरा सबके एकीकृत शहरी विकास आयोजना के जे मापदंड अनुसार टेंडर ठेका स्वीकृत भ के ई काज से टाइम जैसे अहाँके दिसंबर में समाप्त भ गेलै, 2 वर्ष के पीरियड एक समाप्त भ गेलै। एहि पीरियड में दोसर जगह अहाँके 300 करोड़ के काज हुई छै, 200 250 करोड़ के मतलब 90% जैसे से मीट करै छी काज करऽ में। विराटनगर हो, बीरगंज हो, अथवा नेपालगंज हो, अथवा पोखरा हो, और जनकपुर जे छै से 98 करोड़ में 50 करोड़ से मीट कर सकी छी, मतलब 50% भी नहीं करी छी 98 करोड़ के 50 करोड़ पर। तो ये विकास के परिकल्पना हम सब केना करबे, ते कारण से ओकर सबसे बड़का अवरोध देखल गेली है जे समय पर क्लियरेंस नहीं देना। आयोजनाको निर्धारण गरिएको 2 वर्ष समय डिसेम्बरमै समाप्त भएको र वीरगञ्ज पोखरा र विराटनगरको तुलनामा जनकपुर धाम आधा समेत काम गर्न नसकेकाले आयोजना धरापमा पर्न गएको भन्दै मेयर शाहले अब विकासको सवालमा कुनै अवरोध सहन नहुने बताए। जनकपुर धाम र यहाँका पोखरीहरूको सरसफाई र सौन्दर्यका कारण तय आन्तरिक सडक सुधारका लागि आएको आयोजनाको प्राविधिक कम अगाडि बढेको छ। सहर लगानी खानेपानी तथा सरसफाई आयोजना खानेपानी तथा ढल निकास विभाग नगर विकास कोष तथा जनकपुर उपनगरपालिका बीच करिब 200 करोड बराबरको 2 वटा आयोजनाहरू जनकपुर धाम सहर लगानी सरसफाई तथा पोखरी सर्वोधन एवं जनकपुर धाम सहर लगानी ड्रेनेज आयोजना अन्तर्गतको डीपीआर निर्माणका लागि केन्द्रित टोली जनकपुरका आइपुगेका छन्। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरेले आयोजना सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्। दोसर बात रहि गेल जे कि खाली पोखरी सौन्दर्यीकरण से मात्रे नहीं हेतै, अखन जे सब जगह जे छै खुला नाला आ दिशा पेशाब के व्यवस्थापन के नहीं छै व्यवस्था, तै नगर पालिका के संयोजन में 100टा सुलभ शौचालय जई में आवश्यकता अनुसार दिशा करे के व्यवस्था है, 8-10 गो पेशाब करे के व्यवस्था हो, 6 इंची के बोरिंग हो, स्नान करे के व्यवस्था हो, स्नान करे बेर में कप बोर्ड जे रखे छी तो में कपड़ा राखे के व्यवस्था हो, सोलर लाइट के व्यवस्थापन है। एहन हम सब 100 गो के अंदाज कर रहल छी और नगर पालिका से संयोजन कर तुरंत हम सब जे कतेक होबे वाला भेल से, लेकिन अभी हम सब एक बाजार एरिया में फोकस कर रहल छी। एहि के लेल दोसर कंपोनेंट ई भेल सुपर डिलक्स टाइप के टॉयलेट आ यूरिनल जे बनत से सुपर डिलक्स फ्री ऑफ कॉस्ट एक प्रयोग नहीं कल जा सकैत अछि,
एहि के लेल नगरपालिका निर्धारणकर्ता जे कतेक शुल्क तीरऽ पड़तनि प्रयोगकर्ता के तकर निर्धारण नगरपालिका करता। 5 रुपया भ सकैया, 10 रुपया भ सकैया, 1 रुपया भ सकैया एकर निर्धारण, लेकिन 5 वर्ष तक एकर संचालन संभार जे ठेकेदारी काम बनाता जे निर्माण करता हुनके जिम्मा में रहतनि आ ठेकेदार के जे देबऽ पड़ते से रकम नेपाल सरकार उपलब्ध करेते। आमदनी जे होते से अपन कर्मचारी राखि कऽ नगरपालिका करता। जनकपुर धाम सहर लगानी सरसफाई तथा पोखरी सर्वोधन आयोजनाका लागि काठमाडौँबाट 4 सदस्यीय टोली जनकपुर आएर डीआर निर्माणका लागि प्राविधिक अनुगमन गरिरहेका छन्। जनकपुर धाम उपनगरपालिका मेयर लालकिशोर शाहका अनुसार सो आयोजनाको डीपीआर छिट्टै निर्माण 3 महिनाभित्र निश्चित भई काम सुरु हुनेछ। शुरू कर देने छथिन डीपीआर संबंध में। और अखन हमरा सबके महत्वपूर्ण व्यक्तित्व नेपाल सरकार के खाने पानी तथा सफाई मंत्रालय के सचिव आदरणीय गजेंद्र ठाकुर जी के नेतृत्व में सह लगानी आयोजना के निर्देशक जी वैद्यनाथ पहिलो आयोजना अन्तर्गत जनकपुर कुल 29 वटा पोखरीको पुनर्जीवन र सौन्दर्यकरण गरिनेछ। साथै पोखरी छेउमा डिलक्स बाथरुमको निर्माण र सरसफाई गरिनेछ। साथै दोस्रो आयोजना अन्तर्गत जनकपुरका आन्तरिक सडकहरू निर्माण हुनेछ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर 1 का प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रको सडक निर्माणमा ढिलाइ भइरहेकोमा डिभिजन सडक कार्यालयको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। नेता सिंहले सोमबार बिहान मीन भवन स्थित डिभिजन सडक कार्यालयका पदाधिकारीसँग भेट गरी काठमाडौँ क्षेत्र नम्बर 1 को सडक निर्माणमा ढिलाइ भइरहेकोमा गम्भीर ध्यानकर्षण गराउनु भएको हो। त्यस अवसरमा उहाँले ढल विद्युत, टेलिफोन, खानेपानी लगायतका निकायसँग आवश्यक समन्वय गरेर कामलाई अघि बढाउनु पर्ने आवश्यकता पनि औल्याउनु भयो। धुलो नउड्ने गरी सडक निर्माणको काममा तीव्रता दिन डिभिजन सडक कार्यालयको ध्यानकर्षण गराउनु परेको नेता सिंहले जानकारी दिनुभयो। काममा चाहिँ अलि ढिलासुसी भएको चाहिँ देखा परेको छ। स्थानीय बासिन्दाहरूको चाहिँ त्यहाँ जाँदाखेरि जनप्रतिनिधिले के गरेन भन्ने त्यो धेरै आवाजहरू आएको कारणले गर्दाखेरि पनि र त्यहाँ चाहिँ टोलमा जाँदाखेरि वार्डहरूमा जाँदाखेरि यो तपाईहरुको यो काम गर्ने शैलीमा चाहिँ अलि चाहिँ यो कोअर्डिनेसन नभएर पनि हो कि जस्तो पनि लाग्छ है। यो सडकको, यो तलको, बिजुलीको, यो टेलिफोनको, सबैको यो चाहिँ खानेपानीको यो सबैमा चाहिँ यो चाहिँ न्यूनतम रूपमा चाहिँ जुन एउटा चाहिँ कोअर्डिनेसन हुनुपर्ने त्यो कोअर्डिनेसन नभएको कारणले गर्दाखेरि पनि होला सायद। अब कस्तो भन्दाखेरि अब ढलले चाहिँ बाटो खन्छ अनि आइरहेको पानी पनि चाहिँ नआउने अनि चाहिँ वार्डमा गयो, टोलमा गयो अनि सबैले चाहिँ कराउन थाल्छ। 2 महिना भयो, 3 महिना भयो पानी नआएको भन्छ हैन। अब यसमा चाहिँ अब खास गरेर यो काम गर्ने शैलीमा पनि अब हामीले चाहिँ परिवर्तन चाहिँ ल्याउनु पर्यो हैन। कोअर्डिनेसन त हुनै पर्यो नि। यो त अब सडक निर्माण गर्दाखेरि सकेसम्म अब चाँडै चाहिँ काम चाहिँ हुनु पर्यो। सडक खन्दाखेरि चाहिँ अब धुलो चाहिँ नउड्ने गरिकन यहाँ चाहिँ अलिक प्रब्लम त धुलोको एकदम ठुलो प्रब्लम छ हैन। त्यो के गर्दाखेरि हुन्छ त्यो मेकानिजम त हुन्छ नि त। किन भन्दाखेरि अब विदेशतिर पनि जाँदाखेरि त्यत्रो यहाँको भन्दा ठुल्ठुलो कन्स्ट्रक्सन वर्कहरू चाहिँ भइरहेको हुन्छ। तर यहाँको जस्तो चाहिँ अस्तव्यस्तता त देखिँदैन। त्यसमा चाहिँ म्यानेज गरेर चाहिँ लग्नु पर्यो, काम चाहिँ फास्ट हुनु पर्यो र चाहिँ अब ठाउँ चाहिँ अब चाहिँ यो सडकको यो चाहिँ अब पर्टिकुलरली कहाँ हो भन्ने कुरा यहाँ चाहिँ हामीले चाहिँ त्यो कलेक्सन पनि गरेका छौँ है। तपाईँहरूलाई चाहिँ जानकारी पनि हामी गराउँछौँ।
यता डिभिजन सडक कार्यालयले भने विद्युत ढलले सहयोग नगरेको कारण सडक निर्माणको काममा ढिलाइ हुन गएको स्पष्टीकरण नेता सिंहलाई दिएको थियो। डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख मुकुन्द राज अधिकारीले विद्युत ढलले सहयोग नगरेका कारण सडक निर्माणको काममा ढिलाइ हुन गएको स्पष्टीकरण दिनुभएको हो। उहाँले पूर्व सूचना बिना नै सडक निर्माणको काम भइरहेको स्वीकार गर्दै अब त्यसो हुन नदिने प्रतिबद्धता पनि नेता सिंह सामु व्यक्त गर्नुभएको थियो। विद्युतको पोल सर्ने काम पुरै बाँकी छ। विद्युतलाई पोल सार्न हामीले ताकेता दैनिक जस्तो ताकेता गरेका छौँ। खास गरी मेरो चाहिँ हाम्रो रिजनल डाइरेक्टर घरमा त्यही नजिक भावनाले उहाँले आफै इनिसिएसन लिएर सबै निकालेर कुरा गर्नुहुन्छ। त्यो हुँदै गर्दा पनि के छ भने धेरै ताकेता लाउँदा पनि उहिले काम गर्न सकेको छैन। के भन्छ बिजुलीले भन्दाखेरिमा भर्टिकल इलेक्सन भएन र हामीले चाहिँ घरमा लगेर चाहिँ नाङ्गो तार जोड्न सक्दैनौँ। हामीले चाहिँ चाहिने मिनिमम 4 फिट हो, त्यो एरिया चाहिँ पुगेको छैन। त्यस कारण हामीले पोल सार्न सक्दैनौँ भनिरहेको छ। पोल नसारेसम्म हामीले चाहिँ अब ग्रेडिङ गरेर ग्राभल हाल्न पाइरहेको छैन। हाम्रो काम, हाम्रो कन्ट्र्याक्टर रेडी छ। मलाई सधैँ यो काममा झुन्ड्याउने होइन, मलाई काम गर्दैन, म काम सकेर हिँड्छु भन्छ। तर हामीले काम गर्ने बाधामा चाहिँ अन्य निकाय कार्य जस्तो कि तपाईँको काम भइरहेछ नि अहिले पनि, जस्तो यो प्राग मार्ग यो मिलन चोकको कुरा गर्नुभयो होइन, कि सडकमा काम त भइरहेछ, सडक विभागले बोर्ड नटाँसेर काम गरिरहेछ हो। त्यसमा मात्रै खाल्डोमा त्यसमा एउटा यो खाल्डोमा परेको एकदम तपाईँले भनेको कुरा मैले जोड्न चाहन्छु। अहिले यहाँ कुरा आइसकेको थियो। एउटा चाहिँ यो हाम्रो चाहिँ जुन ठेक्काको बोर्ड नराखेको कुरो छ, यो तुरुन्तै एड्रेस हुनुपर्छ। मैले इन्जिनियर साहबलाई त्यो आदेश गरिहालेँ, त्यो तुरुन्तै एड्रेस गर्नुहोस्। र अर्को चाहिँ के भने काम भइरहेको एरियामा चाहिँ सावधान एउटा बोर्ड राखेर काम हुँदैछ, बाटो बन्द छ अथवा के, त्यो खालको बोर्ड तुरुन्तै राख्नुहोस् भाइ। यो राख्नुपर्ने, हामीले राख्दै के भयो, काम मिस भएछ, त्यसलाई अपडेट गरिदिनुहोस्। कुनै हालतमा त्यो हुनु हुँदैन, त्यो होइन दुर्घटना कहीँ हुनु हुँदैन। त्यसको लागि हामीले चाहिँ गर्नुपर्छ, हाम्रो कर्तव्य पनि हो, ऊ पनि हो। त्यसमा मैले भनिहालेँ, त्यसलाई चाहिँ एड्रेस गरेर अगाडि बढिदिन्छु। त्यसमा चाहिँ राखौँ, बोर्ड पनि राखौँ र काम हुँदैछ भन्ने यो सावधानको बोर्ड पनि राखौँ। जस्तो ढल र तपाईँहरूको बिचमा समन्वय भएको हुँदैन, ढलको काम एकपछि अर्को पछि र त्यसपछि चाहिँ यो ढल यस्तो छ मार जनतामा छ। हेर्नुहोस्, ढलको विषय के रह्यो भनेदेखि त्यो ढलको काम हामीले गर्नुपर्ने विषय होइन क्या। हामी त यो सडक बनाउने काममा चाहिँ यो सबै पब्लिकले यो ढल फेर्नुपर्छ भन्दै जाँदाखेरि हामीले त्यो हातालेको अवस्था हो। हाम्रो काम चाहिँ होइन त्यो। र ढलले के भन्छ भने हामीले काम गरेपछि उसले अहिले केही भन्दैन चाहिँ बोलाउनु पर्छ। यहाँले देख्नु भएको छ ढल कति ठाउँमा जाम भइसकेपछि त्यो जेड ल्याउन पनि हामीले पहल गरेर ल्याउनुपर्छ। जेड ढलले त्यो काम गरिरहेको छैन, गर्नु पनि त उसले आफ्नो काम, आफ्नो जिम्मेवारी त गर्नुपर्छ नि। काठमाडौँमा सडक निर्माणको काममा अस्तव्यस्त भइरहेको बेला काङ्ग्रेस नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको सडक निर्माणको काममा ढिलाइ नगर्न सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउनु भएको हो। विद्युत ढल, खानेपानी, टेलिफोन लगायतका निकायसँग आवश्यक समन्वय हुन नसक्दा काठमाडौँको सडक निर्माणको काम अस्तव्यस्त हुँदै गएको विभिन्न अध्ययन प्रतिवेदन पनि औल्याएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा सरकारले पार्क विद्रोही समूहका पूर्व लडाकुसँग सहमति गरेपछि पहिलो संसदीय चुनाव सम्पन्न भएको छ। चुनावलाई सहमतिको लोकप्रियताको परीक्षण रूपमा पनि हेरिएको छ। राष्ट्रपति ख्यान म्यानुअल स्यानोटसले कोलम्बियाको प्रजातन्त्रका लागि चुनाव ऐतिहासिक क्षण भएको बताए। उनले 50 वर्ष लामो द्वन्द्वपछि पूर्व छापामारहरू हिंसा होइन चुनाव मार्फत परिवर्तनका लागि लडिरहेको उल्लेख गरे। तर शान्ति सम्झौताका थुप्रै आलोचकहरू छन्। परम्परागत विचार राख्ने विपक्षीहरू स्यान्टोस सरकार फर्कप्रति धेरै नै उदार बनेको ठान्दछन्। पूर्व लडाकुहरूलाई न्यायिक कठघरामा उभ्याएर मात्रै राज्यका लागि उम्मेद्वार बन्न अनुमति दिनुपर्ने उनीहरूको विचार छ। त्यसैले चुनावमा सरकार विरुद्ध आक्रोश प्रकट हुने ठानिएको छ। अब खेल समाचार। जिम्बाब्वेमा जारी विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। लगातार 3 खेल हारेको नेपाललाई सोमबार हुने समूह बी को अन्तिम खेल फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ। नेपालले यो खेल जितेमा ओडिआई स्टाटसको सम्भावना रहन्छ भने हारेमा रेगिसनको खतरा रहन्छ। त्यसैले एक दिवसीय मान्यता पाउन र डिभिजन 2 मा घटुवा हुनबाट बच्न यो खेल जित्नै पर्ने हुन्छ।
यदि नेपालले हङकङलाई फराकिलो अन्तरले हार भयो भने अफगानिस्तान सुपर 6 मा पुग्ने सम्भावना प्रबल हुन्छ। झिन्जो अन्तरमा हङकङलाई हराएमा पनि नेपालको एक दिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ। तर त्यसका लागि सोमबार नै हुने समूह ए को खेलमा भर पर्छ। सोमबार युएई र आयरल्यान्ड तथा नेदरल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन्। यदि नेदरल्यान्डले 87 रन बढीको जित निकाल्यो र आयरल्यान्डले युएईलाई 57 रन अन्तरले हरायो भने नेदरल्यान्ड सुपर 6 मा पुग्छ। समूह ए बाट वेस्ट इन्डिज सुपर 6 मा पुगेको छ। आयरल्यान्ड र युएई 4-4 अङ्क छ भने नेदरल्यान्डको 2 अङ्क छ। पपुवा न्युगिनीले 4 वटै खेल गुमाएको छ, अर्थात् ओडिआई स्टाटसको 1 सिट बाँकी हुन्छ। तर नेपाल हङकङसँग हार्ने र युएई सुपर 6 मा पुग्ने हो भने नेपालले ओडिआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन 2 मै घटुवा हुनेछ। अन्त्यमा मुख्य समाचार फेरि एकपटक। राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता हुँदै आजै अन्तिम नामावली प्रकाशित गरिने। प्रधानमन्त्री ओलीलाई 2/3 बहुमतले विश्वासको मत प्राप्त, 268 मा 208 मत प्राप्त गर्न सफल, विपक्ष 60 मत। मधेसकेन्द्री दलबाट पनि एमालेलाई विश्वासको मत ऋण चुक्ता गरेको भनाई। 10 दिनभित्र एडीबीको निर्माण अवरोध बनेका घर खाली नगरिए डोजर लगाउने जनकपुरका मेयरको चेतावनी। र सरकारले पाक विद्रोही समूहका पूर्व लडाकुसँग सहमति गरेपछि कोलम्बियामा पहिलो संसदीय चुनाव सम्पन्न। हवस् त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।